वाट्सएप गाइसलाई यसपालि हेर्नु त हाम्रो त धान त 70-80 मन फल्छ क्या हो यसो हेर्दाखेरि तर ल यता हेर्नुहोस् त यो सबै अस्ति हामीले रोपेको यो भदौ बिचमा ए होइन साउन बिचमा असार बिचमा रोप्नु पर्ने साउन बिचमा रोपेको यो धान हामीले सबै यसमा त नरोपेको यहाँनिर छैन बिउ पुगेन थोरै अलिकति त्यहाँनिर छ यहाँदेखिको परसम्म हो बाटोसम्म रोपेको बाटोतिर पनि जाँदैछु म अनि त्यस पछाडि हाम्रो घरको पछाडि पनि देखाउँछु यसपालि त धान सबैले राम्रो भयो भन्छ उम्मिद छ 70-80 मन फल्छ कि उयो हेर्नुहोस् त यो मैले यो साइडमा आलु तासेको कति राम्रो भएछ हेर्नुहोस् बाफ्रे ओ परसम्म छ त्यो परसम्म बाटोसम्म छ यहाँदेखि पल्लो बाटोसम्म छ अब हाम्रो घरको पछाडि पनि देखाउँछु चल्ला भुकाएर ल्याङ गर्छ क्या ऊ काँडाकाँडा गर्दैछ फेरि त्यहाँ ल हेर्नुहोस् यो हाम्रो पछाडि रोपेको हेर्नुहोस् कति राम्रो छ हल्लाका भएको यो हाम्रो यो उता भाइहरूको उयो चाहिँ ऊ त परको बसन्त अङ्कलहरूको